आदरणीय दर्शकबिन, हामी पोखराको पृथ्वी चोकमा यो बन्दको प्रभावले कोही असर परेको छ कि छैन भन्ने बारेमा जानकारी लिँदैछौँ र पोखराको यो पृथ्वी चोकमा वर्षौँदेखिबाट जुत्तामा पलिस गर्दै आइरहेका सामान्य सर्वसाधारण व्यवसायी उनले व्यवसायमाथि बन्दको प्रभाव परेको बताइरहँदा थप कुराहरू हामी लिन गइरहेका छौँ। यहाँले चाहिँ आज कति दिन भयो यहाँको बुनी नचलेको? 5 दिन भइसक्यो। 5 दिन भयो। यो बन्दको कारणले हो त? बन्दको कारण छ। आज बिहानदेखि बुनी चल्यो कि चलेन? छैन, बुनी किएको छैन। के यही बन्दले गर्दा हो त? बन्दको कारण छ। मान्छे डर छ हजुर। यदि यो गाडीहरू चल्यो, बन्द खुल्यो भने यहाँको व्यवसाय चल्छ? चल्छ होइन? यहाँ ढुक्क हुनुहुन्छ? मजाले चल्छ हजुर। यातायात व्यवसायको बन्दका कारणले बन्दको कारण छ यहाँको व्यवसाय बन्द भयो, प्रभाव पर्यो होइन? दर्शकबिन, हामीले आज पोखराको पृथ्वी चोकमा जुन जुत्तामा पालिस गर्दै आएका व्यवसायीसँग उहाँका भनाइहरू लियौँ र पोखराको विभिन्न सहरमा आम नागरिक देखिए पनि बन्दको कारणले, सार्वजनिक सवारी बन्द भएकै कारणले, यो बन्द हडतालको कारणले आम नागरिकमा समेत प्रभाव परेको छ। सामान्य नागरिकमा प्रभाव परेको छ भने ठुला ठुला व्यापार व्यवसाय गर्नेहरूका लागि भने यो बन्दको प्रभावले ठुलै असर परेको मान्न सकिन्छ। मुख्यमन्त्रीज्यूले के भन्नुभएको छ भने हामी छलफल गर्न सक्छौँ तर कुनै पनि कुराहरूलाई हामी सुधार गर्न सक्दैनौँ, परिवर्तन गर्न सक्दैनौँ भनिसक्नु भएको छ। के भन्नुहुन्छ? यसो मुख्यमन्त्रीज्यूले जुन अभिव्यक्ति दिनुभएको छ त्यो अभिव्यक्तिप्रति हाम्रो पनि आपत्ति भएन, तर वार्ताको संवाद र संवादको वातावरणबाट चाहिँ मुख्यमन्त्रीज्यू भाग्नु भएको छ। प्रश्न कुरा यहाँनिर हो, हिजो जसरी लेक साइडबाट भाग्नु भएको छ त्यसरी नै हाम्रो मुद्दाबाट पनि भाग्नु भएको छ। हामी वार्ता संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ। हिजो माओवादीको द्वन्द्व पनि एउटा वार्ताको माध्यमबाट समाधान भएको छ, तर हामी वार्तै गर्दैनौँ भन्ने पक्षमा छैनौँ। उहाँ वार्ता कमिटी गठन गरिदिनु भएको छ। त्यो वार्ता कमिटीको सचिव कस्तो हुनुहुन्छ भने उहाँको बोली पनि सुन्न पाएका छैनौँ हामीले। अस्ति हामी गएका छौँ, तपाईँको मिडिया मार्फत हामी जानकारी के गराउँछौँ भने हामी वार्ता संवादको माध्यमबाट बाहिर हटेका छैनौँ। हामी गएका छौँ, छलफल गरेका छौँ र उहाँलाई के भनेका छौँ भने हाम्रो 1 नम्बर मुद्दा, 1 नम्बर मागलाई सम्बोधन गर्ने ल्याकत र पैसा छ कि छैन भन्दा उहाँको शब्द सुनेका छैन। अनि त्यस्ता मान्छेहरूसँग वार्ता गर्नुको अर्थ के रहन्छ? अब वार्ता गर्ने भनेको आधिकारिक रूपमा हो। हाम्रा मागहरूको सन्दर्भमा हामी फ्लेक्जिबल हुन सक्छौँ। के कुरामा फ्लेक्जिबल हुन सक्छौँ भने 2 पाङ्ग्रे जुन मोटरसाइकलले अहिले ओसार पसार गर्ने गरी कार्यविधि आएको छ, त्यो 2 पाङ्ग्रे मोटरसाइकल पनि कालो प्लेटमा आउँछ भने त्यसमा हाम्रो कुनै आपत्ति छैन। र 4 पाङ्ग्रे चाहिँ सवारी साधनको कुरा छ। 4 पाङ्ग्रे सवारी साधनको सन्दर्भमा पनि हाम्रो सहमति हुन सक्दैन। 2 पाङ्ग्रेको सन्दर्भमा यदि आम नागरिकलाई सुविधा दिने हो भने कालो प्लेटमा आउनु पर्छ। र अब जन्मदा नै कालो प्लेट, अहिले पुरानो मोटरसाइकलको कुरा भनेको छैनौँ हामीले। यहाँ 10 वर्षको मोटरसाइकल दर्ता गर्ने, 15 वर्षको रातो प्लेटको सवारी साधन दर्ता गर्ने भन्ने कुरा छ। पोखरामा पर्यटनको राजधानी भनिएको छ, ट्राफिक जाम यस्तो अवस्थामा छ। अब अहिले हामी 20 वर्षका गाडी हामी चाहिँ कालो प्लेट काट्न पर्ने र 15 वर्षको गाडी ल्याएर यहाँ दर्ता गर्ने जुन उद्देश्य छ त्यो निश्चित वर्गको पृष्ठपोषण गर्ने भएका कारणले हाम्रो आपत्ति हो यसमा। तर हामी वार्ता संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमै छौँ अहिले पनि। तर मुख्यमन्त्रीज्यू लाग्नु भएको जस्तो हामी बुझिरहेको छैनौँ। तर तपाईँहरूसँग आग्रह के हो भने हामी वार्ता संवादको ढोका 24 घण्टा हाम्रो खुला छ, राति 12 बजे पनि वार्ता गर्न तयार छौँ। तर यो भनेको आज बेलुका 5 बजेसम्मको निमित्त मात्रै हो। अब सङ्घीय चाहिँ सरकारसँग वार्ता हुने स्थिति कसरी निर्माण भएको छ भने केन्द्रमा रहेका 8वटा घटक सङ्गठनहरूले आज चाहिँ माइतीघर मण्डलमा विरोध सभा छ र विरोध सभा पश्चात आजबाट नै हामीले लामो तथा छोटो दूरीका नेपालभरिमा यात्रु बुकिङ हामीले बन्द गरिसकेका छौँ र भोलिबाट को वार्ता भनेको अब सङ्घीय सरकारसँग वार्ता हुने हुनाले प्रदेश सरकारसँगको वार्ता अब ओझेलमा पर्ने हुनाले मुख्यमन्त्रीज्यूले अझै पनि यदि चाहिँ उहाँलाई चाहिँ यो समस्या समाधान गर्नुपर्छ भन्ने लाग्छ भने वार्ता संवादको ढोका हामीसँग खुला छ। हामी वार्ता गर्नको पनि तयार छौँ, तर वार्ता गर्नको निम्ति न्यूनतम वातावरण चाहिँ मुख्यमन्त्री तयार गरिदिनु पर्यो। उहाँ प्रदेशको अभिभावक र हामी यातायात व्यवसायको अभिभावक, उहाँको भूमिका भनेको फरडङ्ग हुनुपर्छ भन्ने कसैलाई निषेधै गर्ने कुरा होइन। वार्ता र संवादमा बस्दा हाम्रा पनि कतिपय मागहरू संशोधन हुन सक्लान्, उहाँले बोलेका कुराहरू संशोधन हुन सक्लान्, तर वार्तै नबसिकन चाहिँ कसरी समाधान